Mm, oh, well, I saddled up my shoes, headed out at dawn. र यो भिडियो चाहिँ मेरो जर्नीको बारेमा हो। यसमा चाहिँ मैले आफ्नो डेली एक्टिभिटिजहरू मेरो डेली लग्सको बारेमा चाहिँ यसमा अनफिल्टर्ड पुरै चाहिँ अपलोड गर्नेछु भन्ने हिसाबले चाहिँ मैले यो च्यानल फर्स्ट भिडियो चाहिँ बनाउँदैछु। यो आजको भिडियो चाहिँ के हो भन्दाखेरि आजको दिनको बारेमा हो। आज डेली चाहिँ मैले के गरेँ र मैले के प्लान बनाएको थिएँ त्यो कुराहरू चाहिँ मैले एचिभ गरेँ कि गरेन, होइन, कति पर्सेन्ट चाहिँ मैले एचिभ गरेँ त्यसको बारेमा चाहिँ आफैको लागि चाहिँ एउटा जर्नलिङ जस्तै तरिकाले बनाउन गइरहेको। यो चाहिँ मैले लगभग भनौँ न सुरुमा चाहिँ 1 विक अथवा 90 डेजसम्म चाहिँ कन्टिन्यू रूपमा गर्ने तरिकाले चाहिँ एउटा च्यालेन्ज जस्तो लिएको छु। अब कति दिनसम्म सक्छु त्यो त अब थाहा छैन अभियसली। र हिजोको दिनहरूसम्म चाहिँ के भइरहेको थियो भन्दाखेरि अब केही गर्नुपर्छ, जस्तै अब नयाँ च्यानलहरू खोल्नु पर्यो अथवा केही कुराहरू स्किल्सहरू सिक्नु पर्यो भन्दाखेरि ओके त्यसको लागि चाहिँ इक्जाम आइरहेछ भने इक्जामलाई चाहिँ स्किल्स दिने, होइन, तर त्यो कुराहरू चाहिँ नसिक्ने त्यस्तो चाहिँ भइरहेको थियो। त्यो कारणले गर्दाखेरि चाहिँ मैले के गरेँ भन्दाखेरि हिजो चाहिँ डायरी लेख्छु भनेर हिजो म त छिटो सुतेँ। अनि बिहान उठेर चाहिँ मैले लगभग 2 पेज जति लेखेर के गरेँ भन्दाखेरि चाहिँ मैले सबै कुरालाई चाहिँ यहाँ राखेँ। मैले के गर्न खोजिरहेको हो, मैले अहिले के गरिरहेको छु, अनि कुन कुराले चाहिँ मलाई अब फरवर्ड पुस गर्दैछ त भनेर। अहिले चाहिँ के भइरहेको छ त भन्दाखेरि एक्ज्याक्टली भन्दाखेरि अब जस्तै अहिले म जब गरिरहेको छु एज अ भिडियो एडिटर, होइन, तर मैले चाहिँ यसलाई अनफिल्टर एडिट नगरिकन चाहिँ राख्नेछु अभियसली है। अनि त्यसैसँग चाहिँ मेरो एउटा इक्जाम पनि आउँदैछ, बिएससी सेकेन्ड इयर ब्याकलग, होइन, केमिस्ट्रीको इक्जाम पनि आउँदैछ। त्यसको एक्सक्युज देखाएर चाहिँ मैले अरू केही पनि कुराहरू चाहिँ स्टार्ट गरेको छैन। त्यो चाहिँ एउटा अभियस एउटा रिजन हो। अनि मैले अब जुन नयाँ च्यानलहरूमा काम गर्न सोचिरहेको छु अथवा कुनै स्किल्सहरू सिक्ने सोचिरहेको छु त्यो कुराहरूलाई चाहिँ मैले चाहिँ के भनेर रोकिरहेको छु त भन्दाखेरि मेरो इक्जाम आउँदैछ है भन्ने तरिकाले चाहिँ त्यसलाई एक्सक्युज दिएर यता रोकिरहेको छु। अनि के गरिरहेको छु त मैले इक्जामको लागि चाहिँ प्रिपेयर पनि गरिरहेको छैन। अनि मस्त युट्युबमा चाहिँ भिडियोहरू कन्ज्युम गरिरहेको छु। त्यो तरिकाले चाहिँ मैले यहाँनिर लेखेँ। अब मैले त्यो इक्जाम नदिनसम्म चाहिँ मैले के गर्छु त भन्दाखेरि पढ्छु, होइन, अथवा अरू यहाँ जे कुराहरू लेखेको छु त्यसलाई चाहिँ कन्टिन्यू गर्छु। र इक्जाम दिइसकेपछि मैले जुन च्यानलमा चाहिँ काम गर्ने योजनाहरू बनाएको छु, मेरो प्लानिङहरू बनाएको छु, त्यसपछि सुरु हुन्छ। त्यति टाइमसम्मको लागि चाहिँ मैले अहिलेलाई चाहिँ पुरो टोटली चाहिँ पोस्टपोन गरेर राखेको छु। र यहाँनिर चाहिँ मेरो अब यो चाहिँ मैले गर्ने टास्कहरूमा चाहिँ के छ भन्दाखेरि म 4 बजे उठ्छु भनेर आज चाहिँ म उठिसकेँ है। आज बिहान चाहिँ उठिसकेँ। अनि त्यसै गरेर मैले चाहिँ 4 देखि 5 1 घन्टा चाहिँ स्टडी गर्छु। त्यो कुराहरू चाहिँ गरेँ। अनि आज त्यसै गरेर मेरो एउटा चाहिँ 5 देखि 8:30 सम्म चाहिँ लगभग एउटा रिमोट जब जस्तै छ भनौँ न, फ्रिल्यान्स भन्दा नि भयो अथवा रिमोटको भन्दा पनि भयो। त्यसको पनि मैले अलिअलि कामहरू चाहिँ गरेँ, लगभग टन्नै कामहरू गरेँ। अब 1-2टा चाहिँ सल्भ गर्न बाँकी छ। अनि त्यसै गरेर मैले चाहिँ अब 8:30 देखि चाहिँ लगभग 9 बजीसम्म भनौँ न खाना खाने, अब फ्रेस हुने, अब के गर्ने त्यो कामहरू त्यो पनि भयो। अनि त्यसै गरेर 9 देखि अब 1 घन्टा अगाडि जानु पर्यो, होइन, गाडी अब जाम हुन्छ। 10 देखि 6 चाहिँ मेरो काम हो। अनि यहाँ आउनेसम्म फेरि 1 घन्टा लगभग 7 7:30 चाहिँ हुन्छ है। त्यो कारणले गर्दाखेरि यो कुराहरू चाहिँ भइसक्यो काममा। अनि जस्तै मैले के चाहिँ प्लानिङ गराएको छु भन्दाखेरि काममा चाहिँ अब धेरै मैले चाहिँ नयाँ ट्रेन्डहरू यताउति खोज्दै गर्दाखेरि चाहिँ युट्युबमा यतिकै हेर्ने अथवा फेसबुक हेर्दै बसेर चाहिँ धेरै अलिकति टाइम चाहिँ वेस्ट गरिरहेको छु जस्तो, त्यसलाई पनि मैले सुधार्दैछु। हिजोको कम्पेरिजनमा चाहिँ मैले आज त्यो कुरा चाहिँ डायरीमा लेखेको थिएँ। आज चाहिँ लगभग 50% नै टाइम कटअप गरिसक्यो। र भोलि पनि मैले यस्तो सोचिरहेको छु कि अब जे कुरा चाहिन्छ त्यो मात्र चाहिँ युज गर्नेसम्म चाहिँ म पुगौँ भन्ने तरिकाले है। त्यो कारणले गर्दाखेरि मैले चाहिँ टाइममै डेलिभर गर्न सक्छु। त्यो एडिटिङको भिडियोहरू पनि नयाँ अलिकति डिले चाहिँ हुन जान्छ, होइन। अनि त्यसै गरेर अर्को भनेको चाहिँ मैले जबबाट आइसकेपछि 8 देखि 9 बजेभित्र चाहिँ मैले एउटा च्यानलमा काम गरिरहेको छु, मेरो आमाले हो, जुन चाहिँ त्यसलाई चाहिँ मैले फेरि अब अहिले कन्टेन्ट फेरि पुस्ट गर्दैछु। पहिले बिचमा चाहिँ लगभग 2-3 वर्ष ग्याप दिएँ। त्यो हुनु त पहिले मोनिटाइज च्यानल हो, तर अहिले फेरि रिमोनिटाइज गर्नुपर्ने भएको छ। त्यो कारणले गर्दा त्यसमा पनि मैले भिडियो पोस्ट गरिसकेँ। अहिले जे होस् 1 हप्ता चाहिँ अहिले फेरि ग्याप ल्याइसकेको थियो। मैले कन्टिन्यू गर्छु भनेर 2 महिना चाहिँ कन्टिन्यू राखेँ, फेरि झ्याउलाई फेरि छोड्। अनि अहिले चाहिँ आजबाट चाहिँ कन्टिन्यू रूपमा स्टार्ट गर्छु भनेर त्यसलाई पनि मैले गरिसकेँ। अनि त्यसै गरेर अर्को भनेको चाहिँ मैले मेरो डेली जर्नलिङहरू गर्छु भनेर, जुन चाहिँ मैले यो फर्स्ट रेकर्ड गर्दैछु। अब म भोलिदेखि चाहिँ रेगुलरली नै मेरो यसरी चाहिँ अपडेटहरू दिइरहनेछु। अनि त्यसै गरेर अर्को भनेको चाहिँ मैले एउटा त्यो पनि भयो। अर्को भनेको चाहिँ मैले 10 पुसअप र 10 स्क्वाट्स धेरै चाहिँ मैले केही गरेँ होइन, फिजिकल एक्टिभिटी त्यति 2टा छ। किनभने काममा जाँदाखेरि र आउँदाखेरि चाहिँ अलिकति चाहिँ हिँड्नुपर्छ। त्यो कारणले गर्दाखेरि त्यहाँनिरै अलिकति लगभग 5000 स्टेप्स चाहिँ मेरो कम्प्लिट भइसकेको छ। मैले मोबाइलमा चाहिँ त्यो
कुराहरू चाहिँ रेकर्ड गरेर हुन्छु। अनि त्यसै गरेर त्यो कुराहरू चाहिँ भयो। अरू भनेको चाहिँ मैले केही गरेको छैन, एकदमै क्लियर रुटिन छ मेरो। बिहानमा 1 घन्टा पढ्ने, 4 बजे उठ्ने, 1 घन्टा पढ्ने, अनि त्यसपछि चाहिँ 5, 6, 7, 8 लगभग 3.5 घन्टा जति चाहिँ मैले दिनको एउटा त्यो रिपोर्ट सबको लागि काम गरेँ। अनि गयो, एडिट गरेर आयो। अनि त्यो कुराहरू नै छ। इक्जामसम्मको लागि मात्रै चाहिँ हो। इक्जामपछि चाहिँ मैले यसलाई फेरि अलिकति चेन्जेस गर्छु के गर्नुपर्छ त्यसै अनुसारले। र इक्जाम नदिएसम्म चाहिँ अनिवार्य यसले पालना गर्ने, युट्युब कन्ज्युम चाहिँ अलिकति कम गर्ने भनेर चाहिँ मैले कुराहरू गरेको थिएँ। डेली लगहरू बनाउँछु भनेको चाहिँ फर्स्ट टाइम चाहिँ होइन, मैले धेरै नै भइसक्यो, अब 6 महिना अगाडिदेखि सुरु गर्छु भन्ने सोचिरहेको थिएँ। अब इक्जामलाई स्किप बनाएर चाहिँ मैले केही गरिरहेको थिएन। मेरो एडिटिङको जर्नलिङहरू चाहिँ बिस्तारै मैले चाहिँ सबै कुराहरू चाहिँ सेयर गर्नेछु। र आजको भिडियोमा चाहिँ अब आजको चाहिँ मैले जे गर्छु भनेको थिएँ त्यो चाहिँ लगभग 100% नै कम्प्लिट भयो भनेर, त्यसमा चाहिँ कुनै पनि आजकोमा चाहिँ केही इस्यु चाहिँ छैन। र भोलि पनि मैले यस्तै तरिकाले चाहिँ गरेर जान्छु। तपाईँले पनि अब कमेन्टमा गर्न सक्नुहुन्छ तपाईँले चाहिँ आज के गर्नुपर्ने थियो, टास्कहरू चाहिँ कम्प्लिट गर्नुभयो कि गर्नु भएन है त। थ्याङ्क यू। ल भिडियो कस्तो लाग्यो फर्स्ट हो है।